हेलो गाइज, आज चाहिँ म वर्तमानमा आएको अनि वर्तमानमा भोज खान लागेको थिएँ। भोज खानुभन्दा अगाडि जङ्गल सफारी गरेर आइज अनि बल्ल भोज खान दिन्छु भन्नुभएको थियो। अनि हामी अहिले जङ्गल सफारी गर्न जाँदैछौँ। ऊ त चोटीमा बाघ हुन्छ भन्छन्, तर अब हेरौँ आज जङ्गल सफारीमा के हुन्छ। यता हुनुहुन्छ हाम्रो अङ्कल। ल जाम अब के हुन्छ हेरौँ। हामी चाहिँ 1 घन्टादेखि चलेर हिँडिरहेछौँ, तर त्यहाँ कसरी हो जङ्गल सफारीमा पनि घर आइपुग्यो। अनि त्यही भएर हामी चाहिँ अहिले जङ्गल सफारीको एन्ड पोइन्टमा पुग्नै लाग्यौँ। अब यहाँ बाघहरू आयो भने चाहिँ हामी अब यहाँबाट भाग्नुपर्छ। अनि अब हामी चाहिँ यहाँ यो भ्यूमा छौँ होइन। ऊ त्यो चोटीमा पुग्नुपर्छ हामी। ऊ त्यो माथिको चोटी देखिरहनु भएको नि, भर्खरै बढिसकेको हो नि, त्यो चोटीमा पुग्नुपर्छ हामी। अनि त्यो चोटीसम्म पुग्नलाई अति गाह्रो हुन्छ, किनकि हामीले आफ्नो एनर्जी भ्लगिङ गर्नमै यस्तामा पनि हिँड्नुपर्छ कि कहिले हेर बन्द गरिदेऊ। यस्तोमा हिँड्दैन हिँडे मान्छे होइन। ओके गाइज, हामी चाहिँ टपमा आउनै लाग्यौँ। ओके गाइज, यहाँ चाहिँ काफल देखाएको थियो। मोबाइललाई पर गराएर तिमी ढल्दैन मसँग चाहिँ 100% होइन। फाइनली म चाहिँ उकालो चढिरहेको छु भन नि त। फाइनली म चाहिँ उकालो चढिरहेको छु। मलाई तेल्न नि परेको छैन। ल फाइनली भाइ चाहिँ यहाँ उकालो चढिरहेछन्, मैले समात्नै परेको छैन। ठिकै छ, भाइ एकदमै उकालो चढ्न माहिर रहेछन् भन्ने कुरा बुझियो होइन बाबु। यहाँ पनि समाउनै पर्दैन, यति अप्ठ्यारो छ कि यो फेरि ठाउँ होइन, एकदमै अप्ठ्यारो छ, तर समाउनु परेको छैन अहिलेसम्म। कहीँ पनि मैले छुनै परेको छैन, उनी चाहिँ आफै हिँडेको हुन्। फाइनल्ली हामी जङ्गल सफारीमा सेफ ल्यान्डिङ गरेका छौँ। यहाँबाट पुरै भ्यू देखिन्छ। अब वर्तमानमा मलाई भोज जसरी पनि चाहियो, भोट फर भोज गाइज। तल होइन ऊ त्यो चाहिँ क्याट्रिन त्यहाँनिर गाइज। हामी 1 घन्टासम्म हामी 25 घन्टादेखि हामी यो चढिरहेको छौँ। बुझिसक्यो। रातिको 10 बजी आएको थियो हामी। रातिको हिजो 9 बजी आइसक्यो। बल्ल 25 हुन्छ नि त। हिजो 9 बजी आएका थियौँ। यहाँ तल माउरी पालन पनि रहेछ। के छ माउरी पालनको बारेमा केही भनौँ न। माउरी पालनको बारेमा माउरी पालेपछि त मह बनाउँछ। त्यो मह हामी चोर्न जानुपर्छ। अनि त्यो उनीहरूले समात्यो भने बचाउने जिम्मा तपाईँहरूको। बचाउने जिम्मा तपाईँहरूको। ल फाइनली बिहान जाडो होला जस्तो थियो, अहिले चाहिँ घाम भइरहेछ। अब हामी रातिदेखि चढेको गाइस, प्लिज पात घाम भइरहेछ। यो प्लिज हामीलाई सपोर्ट गरिदिनु। डिएफ भ्लगलाई सपोर्ट गर्नु, किन मैले रमाइलो कान्छे भने चाहिँ रमाइलो कान्छेलाई पनि सपोर्ट गर्नु।